नमस्कार साथीहरू, रत्न इलेक्ट्रोनिक्समा तपाईँहरूलाई स्वागत छ। साथीहरू, आज चाहिँ म तपाईँहरूलाई इन्डक्सन भयो अनि यो चाहिँ इन्फ्रारेड भयो। इन्डक्सन र इन्फ्रारेडमा चाहिँ आज के फरक छ अनि इन्डक्सन र इन्फ्रारेडमा कुन चाहिँ चलाउन हामीलाई फाइदा हुन्छ अनि इन्डक्सन र इन्फ्रारेडमा के कुनमा छिटो खान पाक्छ, कुनमा चाहिँ हामीलाई कम बिजुली खान्छ, कुनले बढी बिजुली खान्छ। आज म यही भिडियो तपाईँहरूलाई देखाउन गइराखेको छु। अब म ढिला नगरी भिडियोतर्फ लाग्दैछु साथीहरू। यो चाहिँ भयो इन्डक्सन, मिडिया कम्पनीको इन्डक्सन हो। यो चाहिँ इन्डक्सन र इन्फ्रारेड चाहिँ कसरी चिन्ने? धेरैजना साथीहरू चाहिँ यो इन्फ्रारेड र इन्डक्सन छुट्याउन पनि अलि उहाँहरूलाई गाह्रो भइराखेको हुन्छ। कतिपय साथीहरूले बुझ्नु नभएको पनि हुनसक्छ। इन्डक्सन चाहिँ साधारणतया इन्डक्सनको सानो परिभाषा चाहिँ म तपाईँहरूलाई दिँदैछु। इन्डक्सन चाहिँ कस्तो हुन्छ भने, इन्डक्सन चाहिँ चुम्बकीय गुण भएको भाँडाहरू, जस्तै चुम्बकले समात्ने चुम्बक लाग्ने भनौँ न साधारण भाषामा, चुम्बकले लाग्ने, चुम्बकले समाउने भाँडाहरू मात्र चल्नेलाई चाहिँ हामी इन्डक्सन भन्छौँ। जुन चाहिँ चुम्बकीय गुण हुनु पर्यो, जस्तै फलाममा चुम्बक लाग्छ अनि स्टिलमा पनि लाग्छ। स्टिलमा चाहिँ फलाममा भन्दा अलिक कम हुन्छ चुम्बकीय गुण, स्टिलमा लाग्छ। अनि एल्युमिनियमहरूमा नि लाग्छ, तर एल्युमिनियम चाहिँ यस्तो जुन एल्युमिनियमको यो फ्राई प्यान एल्युमिनियमको भयो होइन, यसमा चाहिँ तलतिर चाहिँ चुम्बकीय गुण भएको फलामको यस्तो सानो पाता यसरी टाँसिएको हुन्छ। कतिपय भाँडाहरूमा, इन्डक्सनवाला भाँडाहरूमा मैले देखेको छु, यो पाता चाहिँ पछि चलाउँदा चलाउँदै यो पाता यसरी खुस्केर आउने पनि मैले देखेको छु। यसमा चाहिँ यो पातामा चाहिँ यहाँ पाता ठोकेर चाहिँ यसरी यो मसिनो पाल बनाएर चाहिँ यसलाई रिपिट जस्तो हानेर चाहिँ यहाँ अड्याएको छ, ताकि यो पाता तातो भएपछि अरू यो भाँडो तातो होस्, इन्डक्सनमा चलोस् भन्नको लागि चाहिँ यसरी बनाएको हुन्छ कम्पनीले। खास गरी यस्तो चाहिँ एल्युमिनियममा अनि तामाको भाँडोमा, पित्तलको भाँडाहरूमा चाहिँ यसरी राख्नुपर्छ। यो चाहिँ इन्डक्सनमा चलाउनको लागि। बजारमा अहिले धेरैजसो भाँडाहरू चाहिँ इन्डक्सनमा नि चल्ने, त्यो अरूमा नि चलाउन मिल्ने गरेर नि बनाएको पनि हामीले पाउँछौँ। साधारणतया अब त्यही भइहाल्यो। इन्डक्सनमा चाहिँ चुम्बकीय गुण भएको भाँडा मात्र चल्नेलाई चाहिँ हामी इन्डक्सन भन्छौँ। इन्डक्सनमा चाहिँ के हुन्छ त भित्र? यो खोलाउन चाहिँ, खोलेर गर्न चाहिँ अलिकति टाइम लाग्ने भएकोले म तपाईँहरूलाई सर भनिदिन्छु। इन्डक्सनभित्र चाहिँ यस्तो कोइल हुन्छ। यो चाहिँ चुम्बकीय गुण उत्पन्न गर्ने कोइल हो। यो कोइलले चलाउन चाहिँ यस्तो खालको इन्डक्सनमा भित्र यो कन्ट्रोल बोर्ड हुन्छ। यसको अर्को एउटा टच अथवा यसरी स्विचहरू थिच्ने यस्तो खालको कीहरू, सिस्टम बोर्ड हुन्छ। यसले सिस्टम बोर्डले यो कन्ट्रोल बोर्डलाई चाहिँ कमान्ड दिएपछि चाहिँ यसको आइजिबिटी हुन्छ। यहाँ आइजिबिटी छ, डायोडहरू छ। यो चाहिँ एसी हाम्रो आएको 220 भोल्टलाई चाहिँ यसमा भित्र गएर डायोडले डिसी बनाएर अनि यो क्यापेसिटरहरूले चाहिँ फिल्टर गरेर चाहिँ अनि यो आइजिबिटी थ्रु चाहिँ यो कोइलमा जान्छ। यो कोइलबाट चाहिँ म्याग्नेटिक फिल्ड, इएमएफ, इलेक्ट्रोनिक्स म्याग्नेटिक फिल्ड भन्छ, जुन त्यो चाहिँ कन्टिन्यू अन अफ हुँदा चाहिँ हाम्रो यो भाँडोको चुम्बकीय गुण भएको यो प्लेट बिच र यो कोइल बिच चाहिँ घर्षण हुन थाल्छ। अनि त्यो घर्षण हुँदा चाहिँ अनि भाँडो तात्ने हो। यसरी चाहिँ हाम्रो इन्डक्सनले काम गर्छ। इन्डक्सन अथवा इन्फ्रारेडमा चाहिँ यो एउटा फ्यान पनि हुन्छ। यो फ्यान चाहिँ भित्रको सामानहरू चाहिँ धेरै तातो नहुनको लागि, बाहिरबाट चिसो हावा भित्र पठाउन अथवा भित्रको तातो हावा बाहिर निकाल्नको लागि चाहिँ यस्तो फ्यान चाहिँ दुईटैमै राखिएको हुन्छ। यसलाई चाहिँ हामी इन्डक्सन भन्छौँ, यस्तो सामान भएकोले भने। अर्को छ इन्फ्रारेड। इन्फ्रारेड चाहिँ यस्तो खालको हुन्छ। यसको पनि धेरै डिजाइनहरू, धेरै थरीका कम्पनीहरू धेरै हुन्छन्।
यो इन्फ्रारेड चाहिँ एउटा हामीले पहिलादेखि नै देखिराखेकै छौँ। अब कतिपय साथीहरूले देख्नुभएको होला, कतिपयले नदेख्नु पनि भएको होला। यो चाहिँ माटोको हिटर भन्ने चाहिँ अब त्यस्तै गाउँतिर त त्यति त्यो चल्दैन थियो। बजार काठमाडौँ अनि यस बजार एरियाहरूमा चाहिँ हिटरमा खाना बनाउने भनेर चाहिँ धेरैजनाले बनाएर खानुभएको नि होला। स्टिल अहिलेसम्म पनि चलाइरहनु भएको नि हुनसक्छ कतिपय साथीहरूले। माटोको हिटरको चाहिँ अलि एडभान्स रूपलाई चाहिँ हामी इन्फ्रारेड भन्छौँ। त्यही माटोको हिटरलाई चाहिँ हामीले कम बेसी वाट गरेर चलाउन मिल्ने, अनि त्यसलाई टाइमर राख्न मिल्ने, अलिकति मोडहरू चेन्ज गरेर चलाउन मिल्ने जुन फङ्सनहरू राखेर बनाएको हुन्छ त्यसलाई चाहिँ हामी इन्फ्रारेड भन्छौँ। लाइक त्यो सेम माटोको भाँडाकै विस्तारित रूप हो। त्यसमा चाहिँ माटोको भाँडामा जस्तै यस्तै एउटा कोइल हुन्छ। माटोको भाँडामा जुन हामी त्यो स्प्रिङ जस्तो कोइल हामी हाल्थ्यौँ, त्यस्तै कोइलको ठाउँमा चाहिँ यसमा नि त्यस्तै खालको यहाँ कोइल राखिएको छ। यसले चाहिँ एउटा यस्तो बोर्डले कन्ट्रोल गर्छ। यसमा चाहिँ एसी 220 जान्छ। 220 गएपछि यो सिस्टमले यसरी कन्ट्रोल गरेर त्यसलाई घटाउन, एसीलाई घटाउन बढाउन हुने गरिकन यसले कन्ट्रोल गरेर चाहिँ यो बोर्डबाट चाहिँ यो कोइलमा पठाउँछ। अनि हाम्रो यो कोइल चाहिँ आगो बल्या जस्तो बल्छ। अनि आगो बल्या जस्तो बलेर चाहिँ यसको आफ्नो त्यो जुन हिट फालेर चाहिँ अनि हाम्रो बाहिरको यो सिसा चाहिँ यो ट्रान्सप्यारेन्ट सिसा हुन्छ। यहाँ चाहिँ भित्रको तातो नै हामीले बाहिरबाट पनि देख्न सक्छौँ। त्यसरी चाहिँ यो बाहिर तातो फालेर चाहिँ कोइलले तातो फालेर चाहिँ यो खानाहरू पकाउँछौँ। यसलाई चाहिँ हामी इन्फ्रारेड भन्छौँ। अब धेरैजना साथीहरूले चाहिँ के छ भने मलाई नै सोध्नुहुन्छ, इन्डक्सन र इन्फ्रारेडमा कुन चाहिँ राम्रो, कुन चाहिँ किन्ने, अनि त्यसमै कन्फ्युजन हुनुहुन्छ र मकहाँ आउनुहुन्छ पसलमा सोध्नुहुन्छ। अनि मैले चाहिँ धेरैजना साथीहरूलाई चाहिँ इन्डक्सन किन्न नै म सजेस्ट गर्छु। किनभने इन्डक्सनले चाहिँ कम बिजुली खान्छ, अनि छिटो खाना पाक्छ, अनि यसमा चाहिँ चलाउन पनि त्यति गाह्रो हुँदैन। यो चाहिँ अब इन्फ्रारेड चाहिँ अलिकति तातो हुन्छ। यो हामीले खाना पकाइसकेर पनि यो झन्डै आधा घन्टा जति चाहिँ एकदम तातो नै पोल्ने तातो नै हुन्छ। सानो सानो बच्चाहरू छ भने त्यहाँ हात राखिदियो भने उनीहरूले पोल्न सक्छ। त्यही भएर चाहिँ म चाहिँ प्राय साथीहरूलाई चाहिँ इन्डक्सन नै किन्न सजेस्ट गर्छु। किनभने यसमा चाहिँ हामीलाई बिजुली कम खाने भयो, अनि छिटो पाक्ने भयो, खानाहरू छिटो पकाउन सजिलो हुने भयो, ढिलो पनि पकाउन मिल्छ, यसमा छिटो पनि पकाउन मिल्छ। अनि यो लामो समयसम्म पनि टिक्छ है। इन्डक्सन चाहिँ राम्रोसँग चलायौँ हामीले, इन्डक्सनलाई चाहिँ एकदम सिस्टमेटिक तरिकाले चलायौँ भने चाहिँ लामो समय पनि टिक्छ। त्यही भएर चाहिँ म प्रायःले चाहिँ मैले इन्डक्सनै किन्न सजेस्ट गर्छु। तर इन्फ्रारेडको पनि आफ्नो विशेषता छ। इन्फ्रारेड चाहिँ के हुन्छ भने, जस्तै इन्फ्रारेडमा चाहिँ अलि स्लो हुने भएकोले चाहिँ हामीले जति हाम्रो खानेकुराहरू जति फास्ट पकाउँछौँ त्यति त्यसको स्वाद चाहिँ ओरिजिनल स्वाद चाहिँ हराउँदै जान्छ भने, जति हामी बिस्तारै पकाउँछौँ, जस्तै माटोको त्यो हिटरमा पकाएको दालहरू, अन्य सागहरू अथवा खानाहरू नै तपाईँले विचार गर्नुभएको होला। तर त्यसमा अलिकति ढिला पाक्ने भएकोले चाहिँ, स्लो पाक्ने भएकोले त्यसमा चाहिँ अलिकति क्वालिटी खानाको स्वाद चाहिँ एकदम राम्रो आउने गर्दछ। तर यसमा पनि यो इन्फ्रारेडमा पनि झन्डै त्यस्तै हुन्छ। यसमा चाहिँ इन्फ्रारेडमा चाहिँ के हुन्छ भने, हामीले यो इन्फ्रारेड चाहिँ जस्तै हामी बार्बिक्यू भन्छौँ, बार्बिक्यू सिधै गर्नु मिल्छ यो इन्फ्रारेडमा। जस्तै रोटीहरू तताउन मिल्छ। यहाँ एउटा स्ट्यान्ड राखेर जाली राखेर यसमा तलबाट तातो आउँछ। धेरैजना मैले कतिपय ठाउँहरूमा देखेको छु, अथवा मेरो पसलमा बनाउन पनि ल्याउनुहुन्छ, उहाँहरूले सिधै रोटी नै यहाँ यो इन्फ्रारेडको यो माथि हाल्नु हुँदो रहेछ कि। अनि यसरी यहाँ रोटी पकाउने नै त्यस्तो गरेको नि मैले देखेको छु। अनि
यसमा चाहिँ डाइरेक्ट यसरी पकाउनुभन्दा माथि त्यो जाली राखेर स्ट्यान्ड राखेर पकाउँदा चाहिँ राम्रो हुन्छ। यहाँ अब चिसो कुराहरू यसरी यो सिसामा राख्दाखेरि चाहिँ फुट्न सक्छ। त्यही भएर चाहिँ माथि जाली राखेर गऱ्यो भने चाहिँ राम्रो हुन्छ। जस्तै बारबिक्यू गर्न यो यसमा सजिलै हामी सक्छौँ। मासुहरूलाई पोल्नको लागि बारबिक्यू भन्छ जुन त्यो गर्न पनि हुन्छ। मकैहरू पोल्न पनि यो माथि नै हुन्छ इन्फ्रारेडमा। अनि यसमा चाहिँ एउटा के छ भने जस्तै खाना पकाउँदै थियौँ, अब बत्ती गयो, खाना उम्लिन लागेको थियो भने त्यसकै तातोले चाहिँ खाना बत्ती खाना पाक्न लागिसकेको छ भने नि एकछिन अगाडि बत्ती गयो भने पनि त्यो खाना चाहिँ यसकै तातोले नि पाक्ने चाहिँ गर्छ। इन्फ्रारेडको पनि त्यस्तो नराम्रो चाहिँ होइन, तर अलिकति स्लो र अलिक बढी बिजुली खाने मात्रै हो। तर इन्फ्रारेड पनि ठिकै हुन्छ। अनि इन्फ्रारेडको एउटा मेन विशेषता भनेको चाहिँ जुनसुकै भाँडो हामीले युज गर्न सक्छौँ। चाहे इन्डक्सनमा राख्ने भाँडो पनि यसमा हामी युज गर्न सक्छौँ भने यसमा माटोकै भाँडो पनि हामी इन्फ्रारेडमा युज गर्न सक्छौँ। यो चाहिँ इन्फ्रारेडको र इन्डक्सनको यो भइहाल्यो। अब इन्डक्सन र इन्फ्रारेडमा कुन चाहिँ बलियो हुन्छ भनेर नि भन्नु होला। अब मेरो पसलमा चाहिँ अब दुइटै बनाउन त दुइटै आइराखेको हुन्छ। दुइटै ब्रान्डेड कम्पनीहरूको पनि बनाउन आइराखेको हुन्छ। जस्तै इन्डक्सन पनि बिग्रिन्छ, इन्फ्रारेड पनि बिग्रिन्छ नै। तर धेरै साथीहरूले चाहिँ यो इन्डक्सन र इन्फ्रारेडको तुलनामा चाहिँ बढी बिग्रिने, अलिक बनाउन गाह्रो भनेको चाहिँ इन्डक्सन हो। इन्फ्रारेडमा चाहिँ त्यति सर्किट हुँदैन। अथवा यसमा चाहिँ अलि कन्ट्रोल बोर्ड एउटा हुन्छ, त्यो सजिलै बजारहरूमा पाइन्छ कतिपयको भने। अरू अहिले युनिभर्सल बोर्डहरू जुनसुकैमा मिलाएर पनि हाल्न सकिन्छ भने इन्डक्सनमा चाहिँ अब हामीले अलिकति सिस्टम अलिकति यसमा प्रोटेक्सनहरू हुन्छ बढी। यसमा केही सेन्सरहरू धेरै हुन्छ यो इन्डक्सनमा चाहिँ। त्यो भएर चाहिँ यो रिपेयर गर्न नि अलिक गाह्रो हुन्छ। अब हामीले चाहिँ इन्डक्सन र इन्फ्रारेडले चाहिँ कसरी हामीले चाहिँ बढी टिकाउने, कसरी चाहिँ यसलाई चाहिँ लामो समय टिकाउने त्यो भन्न गइराखेको छु। मैले चाहिँ केही समयदेखि चाहिँ यो इन्डक्सन इन्फ्रारेड पनि रिपेयर गर्दै आइराखेको कारणले गर्दा चाहिँ आज म यो इन्डक्सन र इन्फ्रारेड धेरै मान्छेहरूले सोधेको कारणले गर्दा नै मैले यो भिडियो बनाउन गइराखेको छु। जस्तै अब हामीले इन्डक्सनकै कुरा गरौँ, अहिले इन्फ्रारेड चाहिँ गरेर यो इन्डक्सनकै कुरा गरौँ। इन्डक्सनले कसरी लामो समय टिकाउन सकिन्छ भने इन्डक्सनमा चाहिँ यो हाम्रो किचनमा प्रयोग हुने सामान भएकोले किचनमा चाहिँ हाम्रो मोस्टली धेरैको किचनहरूमा चाहिँ साङ्ला चाहिँ आउँछ। साङ्लाले चाहिँ भित्र यो यसमा चाहिँ यस्तो मसिनो पालहरू हुन्छ, यो हावा जानको लागि यसरी भेन्टिलेटरहरू राखिएको छ। यसरी भित्र साङ्ला छिरेपछि त्यो साङ्ला त्यहीँ बसिरहन्छ। यसमा भित्र तातो पनि हुन्छ, त्यही भएर चाहिँ साङ्लाहरू यहाँ बसिरहन्छ। अनि साङ्लाले गएर चाहिँ भित्रको सबै यस्तो सर्किटहरूमा चाहिँ यहाँ यस्तो सर्किटहरूमा चाहिँ सबै त्यो साङ्लाको कोरले चाहिँ यो ढाक्छ। अनि साङ्ला नै त्यहाँ तिनीहरूले धेरै साङ्लाहरू चाहिँ त्यहाँ भएपछि यो पुरा सामानै नदेख्ने गरेर नि साङ्लाहरू भएको मैले कतिपय इन्डक्सनहरूमा बनाउने क्रममा देखेको पनि छु। त्यसरी चाहिँ साङ्लाले नि बिगार्छ। अब इन्डक्सन चलाउनुहुन्छ भने चाहिँ तपाईँहरूले किचनमा चाहिँ कम्प्लिटली साङ्ला चाहिँ हटाउनै पर्छ। बेला बेलामा साङ्लाको औषधिहरू हाल्ने, साङ्लाले बाहिरै त्यो साङ्लाको औषधिहरू पाउँछ, बाहिरै खाएपछि त्यो बाहिर नै निस्केर मर्ने त्यस्तो खालको औषधिहरू नि पाउँछ बजारमा। त्यस्तो औषधिहरू चाहिँ बेला बेलामा राख्ने गऱ्यो भने यो इन्डक्सन चुलोमा चाहिँ साङ्लाहरू त्यति बस्न पाउँदैन। अनि साङ्लाबाट बचाउने भयो हामीले एक नम्बरमा चाहिँ मैले देखेको इन्डक्सनहरू बढी टिकाउनको लागि। अनि 2 नम्बरमा चाहिँ हामीले चाहिँ यो पङ्खा छ। यहाँ पङ्खा छ, यसमा नि अलिअलि यहाँ धुलो टाँसिएको छ है। कतिपय साथीहरूको चाहिँ के हुन्छ भने यो पङ्खाको यो यस्तो धुलोले भरिँदै गएर चाहिँ पुरै यो पङ्खाको हावा नै नजाने भएर ठ्याप्पै भइसकेपछि अनि इन्डक्सन बिग्रिन्छ।
अनि इन्डक्सन बिग्रेर नि ल्याउनुहुन्छ, यसो हेर्दा यहाँ पङ्खा पुरा ढाकेको हुन्छ। त्यसैले बेला बेलामा चाहिँ तपाईँहरूले यो पङ्खाको यो जुन प्वालहरू छ यसलाई बाहिरैबाट खोलेर गर्न नि मिल्छ, यदि तपाईँहरूले अलिकति मेकानिकल आइडिया छ, अलिकति उ छ भने चाहिँ तपाईँहरूले खोलेर नि इजिली गर्न सक्नुहुन्छ, सफा गर्न सक्नुहुन्छ भने। त्यस्तो छैन भने बाहिरैबाट यसरी एउटा चिम्टा जस्तोले एउटा कुनै छेस्काहरूले यसरी यसरी कोतारेर यो सफा बाहिरैबाट हामीले यसरी सफा गर्न सक्छौँ। अनि यो पङ्खा चाहिँ कतिको घुमेको छ, पङ्खाको आवाजबाट पनि थाहा हुन्छ। नर्मली पङ्खा घुम्दा चाहिँ यो सुइँ एउटा अलि आवाज नआइकन घुम्छ भने जब यो पङ्खा बिग्रिन थाल्छ अनि यो ऊ भएपछि चाहिँ अलिकति यो इन्डक्सन पनि थर्किया जस्तो आवाज आउने, अनि यो आवाज पनि द्यार्र गर्ने आवाज बढी आउने भएपछि चाहिँ यो पङ्खा बिग्रिन लाग्यो हो भनेर तपाईँहरूले सम्झेर नर्मली पङ्खा आफैले फेर्न पनि सक्नुहुन्छ। यसको ज्याक सिस्टम हुन्छ, सेम पङ्खा तपाईँहरूले किनेर ल्याएर आफैले चेन्ज गर्न सक्नुहुन्छ, अलिकति टेक्निकल नलेज छ भने। अब छैन भने नजिकको टेक्निसियन कहाँ लगेर यो मेरो चल्न त चलिरहेको छ तर यो पङ्खा चाहिँ यस्तो आवाज आयो भनेर तपाईँहरूले फेर्न लगाउनु पनि सक्नुहुन्छ। इन्डक्सन बढी टिकाउनलाई यो पङ्खाको पनि ध्यान दिनुपर्ने छ। अनि 3 नम्बरमा भनेको चाहिँ मैले पोइन्ट वाइज भन्दैछु, पङ्खा भइहाल्यो। पङ्खा पछि 3 नम्बरमा चाहिँ अब तपाईँहरूले लो भोल्टेज हाई भोल्टेज भन्ने हुन्छ। हाई भोल्टेज भन्दा पनि हाम्रो चाहिँ अब लो भोल्टेज हुने गर्छ धेरै ठाउँहरूमा। अब काठमाडौँ जस्तो ठाउँहरूमा नि लो भोल्टेज हुने, कहिले कहिले हाई भोल्टेज हुने त्यस्तो भइराखेको छ। तपाईँहरूले जस्तै यो इन्डक्सनमा चाहिँ धेरै जस्तो इन्डक्सनमा चाहिँ के लेखेको हुन्छ भने भोल्टेज त्यो एउटा यहाँ एउटा यता साइडमा अथवा कहाँ एसी भोल्टेज भनेर लेखेको, अनि यस्तो एरो जस्तो चिन्ह यस्तो गरेर एसीको साइन भएको चिन्हको यतापट्टि पावर हुन्छ प्रायःको, अनि त्यस्तो चिन्ह भएको स्विच चाहिँ यहाँ हुनसक्छ। त्यो स्विचमा यसरी थिचेपछि चाहिँ तपाईँहरूको त्यसमा भोल्टेज देखाउँछ, कति भोल्ट आएको छ भनेर त्यहाँ देखाउँछ। यदि तपाईँहरूको घरमा 170 भन्दा कम भोल्ट आएको छ भने चाहिँ तपाईँहरूले त्यो भोल्टेज कम छ भनेर त्यतिखेर नचलाउँदा राम्रो हुन्छ। किनभने लो भोल्टेजमा चलाउँदाखेरि भित्रको सामानहरू झन् उसलाई भोल्टेज कम भएपछि झन् बढी लोड पर्छ र अनि आइजिबिटीहरू बिग्रिन सक्छ। अनि तपाईँहरूले भोल्टेजको कुरा गर्दाखेरि जस्तै तपाईँहरू अब खाना पकाउनुहुन्छ इन्डक्सनमा होइन, खाना पाकेपछि तपाईँहरूले प्रायःले मैले यसो विचार गर्दा चाहिँ प्रायःले यसरी यहाँ यही स्विच यसरी अन गरेपछि चल्यो, अब अफ गर्ने बेला यही स्विच यसरी अफ गर्दै यतिकै छोडिदिनुहुन्छ। अनि यो एकछिन पछि चाहिँ यो आफै फ्यानहरू निम्छ, अनि त्यो चल्या छ कि छैन यो यत्तिकै यहाँ अब मैले यसलाई यत्तिकै राखेँ। अब यो त कम्प्लिटली लाइन अफ भएको जस्तो देखियो। अब यसलाई यहाँ अन गऱ्यो भने चाहिँ अन हुन्छ। अनि यस्तो अवस्थामा चाहिँ हामीले राति चाहिँ हाम्रो घरमा चाहिँ धेरै हाई करेन्ट भन्नाले कसैले नचलाउँदाखेरि चाहिँ करेन्ट अटोमेटिकली बढ्छ। अनि त्यसरी बढ्दाखेरि चाहिँ अनि हाम्रो इन्डक्सनमा चाहिँ अलिकति बढी भोल्टेज जान्छ, जस्तै यो सर्किटमा बढी भोल्टेज जान्छ। अब यसमा हाम्रो 220 भोल्टेज आएको बेलामा यो क्यापेसिटरहरूमा चाहिँ 330 अराउन्ड 300 देखि 320-30 सम्म हुन्छ। यो क्यापेसिटरले त्यति भोल्टेज बनाउँछ भने 220 आएको बेलामा त्यति बनाउँछ भने 260-70 आयो भने त यहाँ त 450 चान्चुन भोल्टेज हुन्छ, 400-450 सम्म हुन्छ। अनि त्यति भयो भने फेरि यस्तो यो क्यापेसिटरहरू चाहिँ यो पड्काइदिन्छ त्यति नै खेर त्यो भोल्टेजले। म तपाईँहरूलाई देखाउन पनि गइराखेको छु। क्यापेसिटर चाहिँ यहाँ मसँग छ। धेरै साथीहरूले चाहिँ यस्तै मिस्टेकले गर्दा चाहिँ इन्डक्सनहरू धेरै बिग्रिन्छ। जस्तै यो क्यापेसिटर भयो, यो क्यापेसिटर चाहिँ यसरी यो हाई भोल्टेज आएर पड्केको हो। यहाँ यसरी यो तलतिर यसरी फुलिने, अनि यो यसरी पक्लेर निक्लिने हुन्छ। अनि सबै यो
सबै हाई भोल्टेजले गर्दा रातिको समयमा हाई भोल्टेजले गर्दा यस्तो भएर बसिराखेको हुन्छ, तर सर्ट चाहिँ भएको हुँदैन। अनि यस्तो भएको बेलामा चाहिँ बिहान फेरि अन गर्दाखेरि अनि फ्याट्टै एमसिबी ट्रिप भइहाल्छ, सर्ट भइहाल्छ, आइजिबिटी गइहाल्छ। अनि के भन्नुहुन्छ, हिजोसम्म एकदम चलाएर राखेको अघि बिहान यसरी अन गर्दाखेरि गयो भन्नुहुन्छ धेरैजना कस्टमरले। त्यही भएर चाहिँ हामीले लाइन बेलुकाको समयमा चाहिँ पुरै स्विचबाट अफ गर्दा पनि हुन्छ, मेन स्विच यहाँ पावर सकेटको स्विच अफ गर्दा पनि हुन्छ, अथवा यो 2 पिन 3 पिन जुन हुन्छ यो नै पुरै सकेटबाट निकालेर राखिदियो भने एकदम सेफ हुन्छ। यति गऱ्यो भने चाहिँ हाम्रो हाई भोल्टेजबाट चाहिँ इन्डक्सन बिग्रिनुबाट बच्छ। अनि अर्को छ हामीले इन्डक्सन हामीले बढी टिकाउनलाई के गर्न सक्छौँ भने इन्डक्सनमा चाहिँ जस्तै यस्तो इन्डक्सनमा पकाउने भाँडाहरू चाहिँ धेरै हेभी भाँडाहरू नराख्ने अनि धेरै हाई वाटमा नचलाउने। जस्तै प्रत्येक इन्डक्सनहरू 2000 वाट चाहिँ भइहाल्छ, मिनिमम 2200 वाट भनेर लेखिएको हुन्छ। तर त्यसमा 2000 वाट चलाउँदाखेरि तपाईँको झन्डै 9-10 एम्पियर करेन्ट खान्छ। त्यसरी चाहिँ तपाईँको बिजुलीको पैसा पनि धेरै बढी तान्छ। अनि इन्डक्सन पनि धेरै लोडमा चल्ने भएकोले इन्डक्सनलाई पनि धेरै त्यो आइजिबिटीहरू पनि धेरै तात्छ भित्र, धेरै बिजुली खान्छ। अनि त्यस्तो भएको कारणले गर्दा चाहिँ कम वाट जस्तै 1200 बढीमा 1200 1300 सम्म भनौँ न, 1000 देखि 1300 सम्म 1300 देखि तल चाहिँ चलाउने गर्यो भने पनि हाम्रो इन्डक्सनहरू बढी समय टिक्छ। यो भयो इन्डक्सनको कसरी चलाउने भन्ने एउटा सानो मैले गरेको अथवा मैले थाहा पाएको एक्सपिरियन्स चाहिँ तपाईँहरूलाई मैले बाँडिराखेको छु। अनि अर्को छ इन्डक्सन कुन कम्पनीको किन्ने भनेर चाहिँ धेरैजना साथीहरू चाहिँ कन्फ्युजनमा हुनुहुन्छ। प्राय बजारमा धेरै चलेको भनेको प्रेस्टिज भयो, बजाज भयो, ह्यावल्स भयो, फिलिप्स भयो, अनि सूर्य भयो, अरू धेरै कम्पनी छ, सिजी छ, सोभान भन्ने छ, अनि अरू विशाल भन्ने, अब धेरै कम्पनीहरू छ। इलेक्ट्रोनिक्स कम्पनी जति छ तिनीहरूको आफ्नो नाम भएर नै आउँछ प्राय। धेरै चाहिँ लोकल भन्दा अलि ब्रान्डेड जस्तै मैले अघि भनेको जस्तै फिलिप्स, बजाज, प्रेस्टिज, ह्यावल्स अनि यिनीहरू कम्पनीहरू चाहिँ भनेको अलिकति पहिलादेखि नै यो भएको कम्पनी हो, यो अलिक ब्रान्डेड नै कम्पनी हो। यिनीहरू चाहिँ अब त्यस्तै साङ्ला, हाई भोल्टेज अलि जगेर्ना गरेर चलायो भने वर्षौँ वर्ष ढुक्कले चल्छ। कम एम्पियरमा चलायो भने होइन, वर्षौँ वर्ष ढुक्क चल्छ। मका अस्ति एकजना कस्टमर आउनु भएको थियो, 15 वर्ष तपाईँहरूको कतिपय घरमा नि त्यस्तो चलिराखेकै होला होइन, 15 वर्षसम्म चलेर चाहिँ अहिले चाहिँ फ्यान बिग्रेर मात्रै बनाउन आउनु भएको थियो एकजना कस्टमर। उहाँले चाहिँ यति जगेर्ना गरेर चलाउनु भएको छ कि त्यसमा चाहिँ एकदम हेर्दा हामीले इन्डक्सन एकदम न्यू नयाँ नै छ, भित्र न धुलोहरू छ न साङ्ला छ होइन। त्यस्तरी नै चलायो भने चाहिँ 15 वर्षसम्म टिक्नु भनेको चाहिँ एकदम उहाँको लाइफ, इन्डक्सनको लाइफ चाहिँ एकदम बढ्यो। अझै त्यो त्यस्तै गरी चलायो भने अझै 15 वर्ष त चल्ला जस्तो नै मलाई लाग्यो होइन। अनि मैले फ्यान चेन्ज गरेर पठाइदिएँ। उहाँले चाहिँ एकदम सेफ, एकदम विचार गरेर चलाउनु हुँदो रहेछ। त्यसरी चलायो भने त टिक्दो रहेछ नि त होइन। अब त्यसरी चलाउने मान्छेहरू पनि हुनुहुन्छ कतिपय। अनि त्यही भएर चाहिँ अब मैले खासै तपाईँहरूलाई कुन कम्पनी किन्दा राम्रो हुन्छ भने चाहिँ त्यही फिलिप्स भयो, बजाज, बजारमा गएर तपाईँहरूले नै हेर्न सक्नुहुन्छ। फिलिप्स, बजाज, यो प्रेस्टिज अनि यस्तै नाम चलेको अथवा पसलले पनि त्यहाँ भनिदिन्छ यो चाहिँ बढी चलेको छ, यसमा प्रब्लम आउँदैन, उनीहरूलाई पनि थाहा हुन्छ। उहाँहरूले नि त्यस्तै कुरा गरेर चाहिँ तपाईँहरूले बुझेर किन्न सक्नुहुन्छ। सकेसम्म अलिक ब्रान्डेड कम्पनीको किन्यो भने त्यसमा चाहिँ अलिक ब्रान्डेडमा अलि राम्रो सामान हुन्छ। ब्रान्डेडहरूमा के हुन्छ भने यस्तो खालको कोइल हुन्छ,
यहाँ तपाईँहरूले ब्रान्डेडको सामान अलिकति राम्रो, धेरै प्रोटेक्सन, धेरै गरेर बनाएको हुन्छ। यो चाहिँ ब्रान्डेडको सामान कोइलहरू यस्तो हुन्छ भने अब लोकलको कोइल पनि देख्नु गइरहेको छु म तपाईँलाई। लोकलमा यस्तो हुन्छ ल, लोकलमा यति पातलो कोइल हुन्छ, 1 लेयर हुन्छ है लोकलमा। भने ब्रान्डेडहरूमा के हुन्छ, यो 2 लेयर छ यसमा। यो कोइलहरू पनि कति मोटो छ भने त्यसको बोर्डहरूको डिजाइनहरू पनि फरक हुन्छ, त्यसमा लाग्ने सामानहरू पनि फरक हुन्छ। यो चाहिँ लोकलको हो भने ब्रान्डेडको अझ राम्रो आइसीहरू वाटहरू पनि एकदम प्रोपर वाट दिने। जस्तै लोकलहरूमा चाहिँ प्राय 500-700सम्म 8000सम्म एक तरिकाले चल्छ भने, अनि 1000देखि 1500-2000सम्म एउटा मात्रै स्टेप हुन्छ। हाम्रो त्यहाँ भ्यालु मात्रै घटबड भएको देखाउँछ, तर त्यसमा एम्पियरहरू चाहिँ वाटहरू चाहिँ त्यति नै दिइराखेको हुन्छ। लोकलहरूमा प्रायःमा कोहीमा त्यस्तो पनि हुन्छ भने ब्रान्डेडमा चाहिँ तपाईँको स्टेप बाई, जस्तै 1000बाट 1100 गऱ्यो भने अलिकति बढी, अनि 1200 गऱ्यो भने अझ बढी, त्यस्तो तरिकाले पनि हुन्छ। त्यसरी भएको हुँदा चाहिँ तपाईँहरूले सकेसम्म ब्रान्डेड नै किन्नुहोस्, राम्रो किन्नुहोस्, अनि राम्रोसँग चलाउनुहोस्। तपाईँको इन्डक्सन वर्षौँ वर्ष टिकिरहन्छ। अनि अहिलेसम्म मैले भने यो इन्डक्सनको भयो। अब इन्फ्रारेडको नि केही अलिकति म भन्न गइराखेको छु। इन्फ्रारेड चाहिँ यो भयो। इन्फ्रारेड चाहिँ अब हामीले अघि नै मैले भने जस्तै यो माटोको हिटरको अलि विस्तारित रूप भइहाल्यो होइन। यसमा चलाउने अब मैले एउटा के भन्न गइराखेको छु भने, यो इन्फ्रारेडमा चाहिँ अब सबै भाँडाहरू तात्छ यसमा चाहिँ होइन। जुन भाँडा पनि राख्न मिल्छ, चलाउन मिलिहाल्छ। यसमा बारबिक्यूहरू पनि गर्न मिलिहाल्यो। इन्डक्सनमा चाहिँ मिल्दैन, इन्फ्रारेडमा चाहिँ बारबिक्यू पनि भनेर यहाँ बारबिक्यूको अप्सनै दिएको हुन्छ। यहाँ विभिन्न अप्सनहरू दिएको हुन्छ। खासै अब इन्डक्सनको जस्तै हो यसको पनि तरिका चाहिँ। यो चाहिँ इन्फ्रारेड चाहिँ अलि बढी बिजुली खान्छ। यसले इन्डक्सनले भन्दा अलिकति बढी बिजुली खान्छ। अनि खानाहरू पकाउन चाहिँ अलि स्लो हुन्छ यसमा चाहिँ, किनकि यसले चाहिँ आफू तातेर नै भाँडा तताउनु पर्ने भएकोले चाहिँ इन्डक्सनभन्दा अलिकति यो चाहिँ स्लो हुन्छ। त्यही भएर तपाईँहरूले चाहिँ अब तपाईँहरूले यदि इन्फ्रारेड जुन पनि भाँडा चलाउनु छ, स्लो भए पनि त्यति मलाई फरक पर्दैन। अलिकति बढी बिजुली खाए नि खाओस् भन्ने हिसाब गर्नुहुन्छ भने चाहिँ इन्फ्रारेड किन्दा पनि हुन्छ होइन। अथवा तपाईँहरूले म इन्डक्सन पनि चलाउँछु, इन्फ्रारेड पनि चलाउँछु भनेर त्यस्तो सोच्नुभयो भने एउटैमा इन्फ्रारेड एकतिर इन्डक्सन भएको चुलोहरू पनि, डबल चुलोहरू पनि मार्केटमा किन्न पाइन्छ। त्यस्तो चुलोहरू, डबल चुलोहरू पनि किन्न सक्नुहुन्छ। अनि इन्फ्रारेड भन्दा इन्डक्सन चाहिँ अलिकति तपाईँको मेरो उसमा चाहिँ इन्डक्सनै अलिकति राम्रो जस्तो लागेर चाहिँ मैले तपाईँहरूलाई चाहिँ इन्डक्सन नै किन्नलाई सजेस्ट गर्छु। अनि यस्तै इलेक्ट्रोनिक्स सम्बन्धी नयाँ भिडियोहरू तपाईँहरू हेर्न चाहनुहुन्छ भने मेरो रत्न इलेक्ट्रोनिक्स च्यानललाई सब्सक्राइब गरिराखिदिनु होला। अनि नजिकै आउने बेललाई पनि अनमा राखिदिनु होला। म यस्तै इलेक्ट्रोनिक्स सम्बन्धी नयाँ भिडियोहरू तपाईँहरूमा ल्याउने प्रयास गर्ने नै छु। साथीहरू, भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। हवस् त, नमस्कार।